सो गाइस हेलो एभ्रिवान आई होप तपाईहरु सन्चै होला म पनि एकदम सन्चै आरामै छु भन्न चाहन्छु हैन फाइनली आज चाहिँ हाम्रो यो दिउँसोको खाजा खान थालेछ हैन पुरै खाजा साजा बनाएर आज हामी दिउँसो खाजा साजा खान थालेछ टक्क स्टाइलले हैन त्यो दिन चाहिँ भित्र आगो फुल्दैछ अछि यो त यहाँ आइसक्यो रहेछ आगो फुल्दैछ भनेको र त आगो फुकिन्छ भने कस्तो फुकिन्छ ल देख्न सक्नुहुन्छ हाम्रो आगो फुकिँदै आगो फुकिँदै अनि हैन यहाँबाट तक्कलाई र यहाँ माछा छ यति आज खोजेर ल्याएको माछा छ हैन अनि यता इस्यो के भन्छ रे खुर्सानी सुकेको छ जुन काट्न हो खुर्सानी के यहाँ पुगेर आएको छ हैन तक्कलाई र सुके काट्न पस्काउनको लागि छ छ भाडा छ चामलले के को चामल हो चामल देख्छ भन्छ पुरै बोल्दो सके छु जान्छ यसो गर्न न मार भोल त थाहा भएन गङ्गा त खोजेर खानुहुन्थ्यो नि गङ्गा त अरे सेतो गङ्गा त पुरै फ्रेस के नि यहाँ पुरै ततिँदैछ है के त म चाहिँ पुरै यता भिडियो बनाउँछु पकाएको देखाउँला अनि खाएको देखाउँलाई गाइछ भिडियो अन्तिमसँग चाहिँ सो फाइनली होइन हामीले टक्क स्टाइलले यस्तो बवाल स्टाइलले रातो स्टाइलले यहाँ माछा पकाइरहेको छु होइन यहाँ यता कुकम्यानजी छ होइन यसो हामी जस माछा चाहिँ खतरा स्टाइलले पकाएको छु कि खतरा स्टाइलले खतरा भन्दा खतरा किटानाहरू सबै मरिन्छ किचनको पुरै हाम्रो होइन रेस्टुरेन्ट एकछिनमा पछि हालेर खायो होइन त्यहाँ कुकम्यानले चलाएको देख्नु सक्नुहुन्छ भैँसीको छाला नि छ के त होइन पाक्यो होला के त हुन्छ र पाकिसक्यो होला एकचोटि यहाँ टक्क स्टाइलले देखाइदिउँ त के टक्क स्टाइलले होइन देख्नु सक्नुहुन्छ पुरै होइन त्यो पुरै रातै बवाल स्टाइलले पाकिरहेको छ के सो फाइनली होइन हामीले यहाँ तक्क लगाएर भात खानु खोजेको छ होइन हामी दिउँसोको खाजा यता यसले दन्काउनु खोजिरहेको छ यता यस्तो स्टाइलले यता पनि दन्काउँदैछ हामी चाहिँ यसलाई खान्छ है त गाइज हाम्रो गाउँहरूको माछा यस्तो मिठो छ जङ्गलमा आगो बल्यो भने चाहिँ माया पनि भोल्यो र उतै लगेर खोजेको नि पोलेर पकाएर खानुहुन्थ्यो पोलेर त होइन गरिदिनु माछा पोलेर पकाएर खाने हो राति चाहिँ एक दिन राति कता मार्न हुन्छ झुलै होइन पन्ध्रमा चाहिँ त म त नाइट भन्छु मनबाट सामार सिकाएको क्या अचारमा पाक्छ अचारमा होइन म त उसमा पनि काँच तेल हालेर खानु भएको छ के अरे चटपटमा पनि चटपटमा त हाल्छु त एकदम बवाल मिठो भएको गाइस हो होइन पिरो नि अब एकचोटि आएको म तपाईँहरूलाई भेट्न भन्न चाहन्छु है खाना आज खाना भन्नु मतलब खाजा साजा खाएर नि भ्याइसक्यो टक्क लगाएर लुगा पनि फेरिसक्यो होइन अब हामी चाहिँ कता जानु कता जानु एकछिन जाऊँ न होइन टक्क एकैछिन जाऊँ न कस्तो केटाहरू भने मान्दैन के माइन पर त कहाँ छ त माइन पर त कहाँ छ त के टक्कलाई हामी त्यो बल खेल्ने ग्राउन्डमा छ हामी चाहिँ होइन टक्क स्टाइलमा हाम्रो भ्यू गाउँको भ्यूहरू देख्न सक्नुहुन्छ होइन त्यो बवाल चाहिँ खतरा घर चाहिँ हामी पुरै यो जङ्गलको बिचमा के पुरै ल
ल गाइस हो भिडियो यहीँसम्म भन्न चाहन्छु होइन। यसो मन परे लाइक कमेन्ट सेयर हान्नु चाहिँ नबिर्स। अनि नयाँ मान्छे अनि यसो सब्सक्राइब नि हान्नेहरूलाई यसो यार सागर भाइलाई। ल ओके बाई बाई।